होइन निस्किनु पर्दैन, बरु रवि लामिछानेको बारेमा नि केही भनिदिनुहोस् न काका। यो मान्छे नेपाली होइन है, म नेपाली होइन भने को यो अमेरिकी नागरिक हो है। म युएस पासपोर्ट फालेर आएको मान्छे हो। कम अमेरिकामा श्रीमतीदेखि भागेर उनी यता हाम्रो देशमा आएका छन् है। अमेरिका बसेका छोराको अनुहार हेर्ने ठुलो रहरदेखि श्रीमतीबाट छोरी मात्रै जन्मे, त्यसकारण उनले अमेरिका नि छोडे अरे यार। अनि यहाँ आएर बिहा सिया गरे। 4वटा श्रीमती बिहा गरेर मान्छे भनेर बनाइदियो। अर्काकी स्वास्नी ल्याउन पनि सहकारी लुटेर 50 लाख चलाएको रहेछ। धेरैवटीको प्यारो हुन टिभीमा चिच्याको एटेन्सन सिकर हो। टुच हनिरने कोही भागेर विदेश गएका थिए, स्वास्नीको फरिया समाएर छोडिदिनुहोस् मलाई। होइन काका छोडिदिनुहोस्, तपाईँले पनि स्वास्नी स्वास्नी भनेर बिल्ला हानिदिनु भयो क्या। आरिसगार छन्, भन्दा धनी छन्, कोही करोडपति छन्, स्वास्नीका मालिक छन्। नचलाउनु नचलाउनु गरे अङ्कल छोडिदिनुहोस्। अरूलाई यस्तो भनेर तपाईँ कसरी नेता बन्नुहुन्छ? नेता भए म त ज्यान मारेको छैन, ब्याङ्क लुटेको छैन। स्वास्नी फेर्दै हिँडेको छैन। प्लिज लिभ मी अलोन। तपाईँले यस्तो भनिदिएर हेर्नुहोस् त रवि दाई रिसाउनु भयो। अहिले त हो नि रिस उठिहाल्छ नि। रिसाएर के नापेको छ? एउटा कुरा बुझ्न सकिनँ रवि दाई, सिंहदरबार चाहिँ कसले जलाएको रहेछ? सिंहदरबार त्यसैले जलायो। कसले उसैले भने पो थाहा हुन्छ त। हर्क साम्पाङ सर किन रुन लाग्नु भयो? नबोल्नु न दाइ, नबोल्नु न तपाईँ। नबोल्नु गरे किन नि हर्क सर? त्यही गरी हो, लास्टै गरी हो। अरू कुरा छोडिदिउँ, यदि तपाईँ प्रधानमन्त्री हुनुभयो भने देशको लागि के गर्नुहुन्छ? मूर्ख त्यसको दिमागमा गु गरेको। हर्क साम्बाङ सरले त देशको लागि खुन पसिना बगाउन तयार छु भन्नुभएको छ त, के हो कुरो काका? अर्को सामान के काम गर्छ त्यसले? त्यसको ढुङ्गा र माटोले मात्रै काम गर्छ। चाहिन्छ दिमाग।